नमस्कार दर्शकवृन्द। आँखाको नानी हाम्रो भोलिको आशाको एकमात्र स्रोत, देशको कर्णधार, नाम जेसुकै दिउँ, हाम्रा सन्ततिको कुरा हो। हाम्रो सन्ततिसँग उनीहरूको शिक्षा, दीक्षा, तालिम कस्तो बनाउने भन्ने चिज पनि सम्बन्धित हुन्छ। वैज्ञानिकहरू भन्छन् एउटा बच्चा जन्मिँदाखेरि खाली जन्मिन्छ, उसँग केही पनि हुँदैन, पोटेन्सियल मात्रै हुन्छ, सम्भावना मात्रै हुन्छ। त्यो कसरी हुर्किन्छ, ऊ हुर्किने वातावरण, उसले पाएको माहौल अथवा उसको चाहिँ जियोग्राफिक कन्डिसन, विविध कुराले विविधता आउँछ। अहिले पनि शिक्षाविदहरू त्यसमा सहमत छन्, तर शिक्षाविदभित्रै पनि धेरै विवादहरू पनि छन्। अनि होइन, मान्छेलाई त शिक्षा नै दिएर अथवा तालिमको अर्को रूप शिक्षा नै दिएर यसलाई एक किसिमको बनाउनुपर्छ भनेर 16औं शताब्दीमा, मतलब 17औं शताब्दीको सुरुवातमा चाहिँ इन्डस्ट्रियल रिभोल्युसन सुरु भएपछि मान्छेलाई ब्याच क्याप्चरिङतिर लगे, अथवा चाहिँ ब्याचमा कुनै चिज निकाल्ने, प्रोडक्सन गर्ने। त्यसको पनि अवशेष अहिलेसम्म हामीसँग छ। तर आज हामीसँग एकजना यस्ता शिक्षाविद हुनुहुन्छ जसले चाहिँ योभन्दा पृथक केही गर्नुभएको छ। उहाँको गराइमा केही फ्लजहरू, केही कमी कमजोरीहरू होलान्, त्यो अब पछिका दिनले पनि एसेस गर्छ। तर आज हामी उहाँको यो नयाँ दृष्टिकोण के हो, के यो साँच्चै प्रभावकारी हो भने हामीले किन नअपनाउने, यस विषयमा हामी कुरा गर्दैछौँ। र यसका लागि हामीसँग आज स्टुडियोमा हुनुहुन्छ पवित्र गौतम, र उहाँ चाहिँ एउटा शैक्षिक संस्था चलाउनुहुन्छ, कारखाना नाम गरेको। म उहाँलाई स्टुडियोमा स्वागत गर्छु। नमस्ते। मैले भर्खरै दर्शकवृन्दसँग भन्दै थिएँ कि हामी 17औं शताब्दीको कन्सेप्ट बोकेर अहिलेसम्म आइरहेका छौँ। धेरै ठाउँमा काम पनि लागेको छ, धेरै यसो पोलिटिकल फिल्डमा, धेरै यसो चाहिँ अरू इन्डस्ट्रिजमा जागिर खानलाई यो ब्याच प्रोडक्सन भन्ने चिजले सबैमा युनिफर्मिटी ल्याएर, र अहिले त धेरै ठाउँमा चाहिँ युनिफर्मिटीको लागि युनिफर्म पनि जरुरी हुन्छ, कम्पलसरी हुन्छ, किनकि युनिफर्मिटी देखियोस् पनि त कम्तीमा भनेर। तपाईँहरूले पृथक गर्न खोज्नुहुन्छ। तपाईँको यो कारखाना, अन्यथा नलिनु होला, त्यो ब्याच प्रोडक्सनकै नामबाट सुरु भएको छ। कारखाना भन्ने बित्तिकै हामी त्यहाँ मास प्रोडक्सन गर्छौँ, तर तपाईँ भिन्न किसिमले जाने कुरा गर्नुहुन्छ। के हो त्यो कारखाना? के हो कारखाना? चाहिँ एउटा शैक्षिक संस्था हो। हामी चाहिँ के भन्छौँ भनेदेखि कति बच्चाहरूले सुनेर बुझ्छन्, कति बच्चाहरूले पढेर बुझ्छन्। हाम्रो विचारमा चाहिँ एउटा ठुलो एनर्जी चाहिँ गरेर बुझ्ने कुरामा आउँछ। जब बच्चाहरूले केही कुरा आफ्नो हातमा राखेर केही सिक्न थाल्छन्, गर्न थाल्छन्, बच्चाहरू चाहिँ मेन्टल्ली नै त्यही हुन्छन्। उनीहरू फिजिकल्ली मात्र होइन कि उनीहरूको बुझाइमा नै अलिकति गहिराई आउँछ जस्तो लाग्छ हामीलाई। त्यही कारणले चाहिँ हामीले शिक्षामा हात फोहोर पार्नै पर्छ। अलिकति बच्चाहरूले केही गर्नै पर्छ। त्यो गर्दाखेरि चाहिँ उनीहरूले बुझ्ने कुरामा, उनीहरूले जान्ने कुरामा चाहिँ गहिराई आउँछ। त्यो सँगसँगै पढाइ चाहिँ अलिकति राम्रो हुन्छ कि भन्ने हाम्रो इच्छा हो। भनेपछि तपाईँ अहिले झन्डै 3 वर्षमा रनिङ गर्दै हुनुहुन्छ यो चिज। हजुर। 3 वर्षसम्म यहाँले चाहिँ झन्डै 2000 विद्यार्थीलाई चाहिँ आफ्नो इफोर्ट्सहरू लगाउनु भएको छ। हजुर। त्यसपछिको चाहिँ सर्वेहरू केही गर्नुभएको छ? विद्यार्थीमा पर्फर्मेन्सको लेभल केही बढेको छैन? मतलब कसरी म विश्वास गर्नु? किनभनेदेखि यहाँले भने जस्तै शिक्षामा हात फोहोर हुनुपर्छ भनेर जुन आशय देखाउन खोज्नुभयो, त्यो 17औं शताब्दीमा बेन्जामिन फ्रेङ्कलिनले पनि भनिसकेको कुरा हो। टेल मी एन्ड आई विल फर्गेट, टिच मी एन्ड आई मे रिमेम्बर, इन्भल्भ मी आई लर्न। हजुर, त्यतिखेर भनेको कुरा हो। यही कुरालाई चाहिँ तपाईँले फेरि दोहोऱ्याइरहनु भएको छ। सही पनि होला, तर जबसम्म यसको चाहिँ रिजल्ट आउँदैन तबसम्म मान्ने आधार अरूको लागि हुँदैन। यहाँको लागि एक्सपेरिमेन्ट हुन्छ, अरूको लागि आधार हुँदैन। यसो केही छ यहाँले गर्नु? अब अहिलेसम्मको शिक्षा हेर्ने हो भनेदेखि हामी नम्बर, सर्टिफिकेटहरूमा रुमल लिइरहेछौँ होइन। बच्चाहरूले साइन्समा कति ल्याए, म्याथमा कति ल्याए, यो सब्जेक्टमा कति भयो, यो सब्जेक्टको ग्रेड कति छ, त्यसमा अड्किरहेछौँ। अथवा अहिलेसम्मको हाम्रो असेसमेन्ट मेथड, इभ्यालुएसन मेथड त्यो छ। तर हामीले जस्तो गर्न खोजिरहेछौँ, बच्चाहरूमा सिपको सृजना हुनुपर्छ, बच्चाहरू टिममा काम गर्न सक्नुपर्छ, बच्चाहरूले आफ्नो जानेको कुराहरू बोल्न सक्नुपर्छ, एक्सप्रेस गर्न सक्नुपर्छ। यस्तो कुरालाई ठ्याक्कै नम्बरमा मेजर गर्न अलिकति गाह्रो चाहिँ पक्कै पनि हुन्छ। अब हामीले 1-1.5 वर्ष अगाडि रिसर्च चाहिँ गरेका थियौँ एउटा। त्यो रिसर्चमा चाहिँ हामीले गरेको काममा बच्चाहरूमा के इम्प्रुभमेन्ट आइरहेछ कि छैन होइन। किनकि नर्मल अब हामीले गरेको काम नै नयाँ छ, पुरानो मेथडबाट असेस गरेर पुरानो मेथडबाट उनीहरूको जानेको कुरालाई नाप्न चाहिँ अलिकति गाह्रै हुन्छ। त्यसै कारणले हामीले रिसर्च चाहिँ गरेका थियौँ। त्यो रिसर्चबाट आएको सानो एउटा रिजल्ट थियो, हाम्रो फाइन्डिङ्स थियो। त्यो फाइन्डिङलाई चाहिँ एउटा इन्टरनेसनल
कन्फरेन्समा हामीले प्रेजेन्ट गर्न खोजेका थियौँ र त्यहाँ प्रेजेन्ट भएर सेलेक्ट पनि भएको थियो र लास्टमा स्ट्यानफोर्ड युनिभर्सिटीमा गएर चाहिँ हामीले त्यो पेपर प्रेजेन्ट पनि गरेका थियौँ। सानो रिसर्च थियो, एकदमै सानो रिसर्च थियो। हामीले चाहिँ त्यसमा बच्चाहरूको कम्प्युटिङ कन्फिडेन्स, बच्चाहरूले कम्प्युटर चलाउने बेलामा कति कन्फिडेन्टली चलाइरहेछन् हामीले उनीहरूसँग काम गरेपछि भनेर त्यो रिसर्च गरेका थियौँ। त्यो त एकदमै सानो टुक्रा भयो। मेरो विचारमा यस्तो रिसर्च धेरै नै गर्नुपर्छ कि अब इम्प्रुभमेन्टको ठाउँ यहाँले देख्नुभयो। हजुर। ओके, अब जस्तो यहाँले एक खालको स्कुल चलाउनु भएको छ र विश्वमा अहिले मन्टेसोरी, वाल्डोर्फ, रेगियो एमिलियो, हाई स्कोप, ब्याङ्क स्ट्रिट अथवा चाहिँ प्यारेन्ट्स कोअप्स भन्ने मोडेलका संसारभरि रेकग्नाइज हुनेहरू संसारभरि चलिरहेका छन्। हामी कहाँ मन्टेसोरी भनेर नाम चाहिँ कता कता सुनिन्छ, नाम त्यो भए पनि फेस भ्यालु त्यो भए पनि मन्टेसोरी स्टाइल चाहिँ हो कि हुने थाहा छैन मलाई। धेरै स्कुलमा केहीमा होला पनि, म किनभने सबै भिजिट पनि गर्न सकेको छैन, तर छ्यापछ्याप्ती नै अहिले नयाँ ट्रेन्ड अनुसार चाहिँ मन्टेसोरी चाहिँ भनेर देखिन्छ। त्यो अहिले विश्वमा चलेको 6वटा मध्येको एक हो। तपाईँको त्योभन्दा पनि भिन्नै भएको छ भनेपछि त्यसबाट बच्चाहरूले तपाईँले के गराउनुहुन्छ र कसरी सिक्छन्? सो यो पद्धति त हजुरको धेरै प्रकारको हुन्छ होइन। अब मन्टेसरी भन्नुभयो, अहिले त धेरै प्रकारको छ। मलाई चाहिँ कहिलेकाहीँ के डर लाग्छ भनेदेखि हामी बाहिर यस्तो राम्रो कुरा भएको छ अरे, यस्तो कुरालाई यहाँ ल्याउन सक्यो भने कति राम्रो हुन्थ्यो भनेर सोच्छौँ, तर मैले धेरै पटक देखेको बुझेको कुरा त्यो सम्भव हुँदैन। किनकि बाहिर कुन वातावरणमा, कुन अवस्थामा त्यहाँको मान्छेहरूको विचारधारा सबै फरक कुरामा निक्लेको एउटा सोल्युसन हो। त्यो सोल्युसनलाई अथवा त्यो एन्सरलाई यहाँ ल्याउँदाखेरि यहाँ काम लाग्ने यहाँको ढाँचामा त ल्याउनै पर्छ होइन। अनि त्यो गर्दाखेरि हाम्रो लागि चाहिने सोल्युसन के हो त, त्यसमा फोकस गर्नुपर्छ जस्तो लाग्छ। अनि जहाँ हुन्छ नि अरू कुनै विश्वको अरू कुनै कुनामा चलेको कुरा यहाँ चल्छ अथवा त्यहाँ एकदमै राम्रो भएको कुरा यहाँ पनि राम्रै हुन्छ भनेर ग्यारेन्टी त लिन सकिँदैन। त्यसैले पनि हामीले चाहिँ के सोच्यौँ भनेदेखि यहाँको समस्याको समाधान यही नै आउनुपर्छ, यहाँ केही प्रब्लम छ भने सोल्युसन यही निक्लिनुपर्छ। अभियसली बाहिरको कुरा हेर्नु चाहिँ पर्छ है, यो थ्योरी हो। यहाँको प्रब्लमको सोल्युसन यही निक्लिनुपर्छ। निकाल्ने चाहिँ कसले? हामी आफैले। यहाँले के निकाल्नु भएको छ एक्ज्याक्टली? म यही सोध्दैछु केही छ भने। हजुर, अब हामी चाहिँ अहिले लास्ट 2-3 वर्षमा 22वटा जति स्कुलमा काम गऱ्यौँ होइन। पोहोर मात्रै 1300 जना जति बच्चाहरूसँग काम गऱ्यौँ र अहिलेको लागि हामीले गर्ने काम भनेको चाहिँ स्कुलहरूसँगको सहकार्य हो, विद्यार्थीहरूसँगको सहकार्य हो, जहाँ चाहिँ हामीले विद्यार्थीहरूले स्कुलमा जे पढिरहेछन् त्यसलाई नै थोरै इन्हान्स गर्न खोज्छौँ हामीले क्लासभित्र उनीहरूलाई केही कुरा गराएर। अनि अब सजिलोसित भन्नुपर्दाखेरि म के भन्छु भनेदेखि हाम्रो स्कुलहरू अहिले दाल भात तरकारी दिइरहनु भएको छ, त्यो एकदम इम्पोर्टेन्ट छ बाँच्नको लागि, पौष्टिक आहार पाउनको लागि। हाम्रो जस्तो संस्था भनेको चाहिँ अचार दिने संस्था हो, जसले चाहिँ त्यही दाल भात तरकारीको स्वादलाई अलिकति मिठो बनाइरहेछ। अनि किनकि हामी पुरै दाल भात तरकारीलाई रिप्लेस गर्न सक्दैनौँ, इटालीमा पास्ता खान्छन् भनेर हामी यहाँ पास्ता निकाल्न सुरु गर्न सक्दैनौँ। मेरो विचारमा हामी दाल भात तरकारी नै खाएर हुर्क्या हौँ र त्यसकै स्वाद मिठो कसरी बनाउने त? कुरा सुन्दा आकर्षक छ। दाल भात तरकारीसँग अचार पनि खान मन लाग्छ, तर त्यो अचार महँगो छ भन्ने जनगुनासो पनि छ। त्यो अचार किन महँगो भनेपछि सबैले खान पाएनन् भनेपछि वञ्चित हुने चाहिँ वञ्चित भइरहनु पर्ने के हाम्रो यो डेस्टिनी हो? होइन, नेपालीको होइन। के हो त महँगो कतिपय अवस्थामा केलाई भन्ने होइन। महँगीको पनि मेरो विचारमा त्यो पनि रिलेटिभ आइडिया जस्तो लाग्छ। कसैलाई कुन कुरा महँगो हुन्छ, कसैलाई कुनै कुरा सस्तो हुन्छ। हामीले फर्स्ट 2-3 वर्ष अगाडि काम गर्दाखेरि 10-15 जना बच्चासँग मात्रै काम गऱ्यौँ। हामीसँग त्योभन्दा बढी काम गर्ने क्यापेसिटी पनि थिएन र हामी त्यो बेलामा एकदमै महँगो पनि थियौँ होइन, किनकि भर्खरै सुरु गरेको। त्यसपछिको वर्षमा हामीले लगभग 150-200 जना बच्चाहरूसँग काम गऱ्यौँ र अहिले आएर 1300 जना बच्चाहरूसँग काम गऱ्यौँ। आगामी वर्ष चाहिँ अराउन्ड 3000 जना बच्चाहरूसँग काम गर्दैछौँ र यो जसरी ग्रोथ हुँदै गएको छ हाम्रो अफोर्डेबिलिटी हाम्रो महँगी पनि घट्दैछ। अब ठिकै छ यहाँले यो विषयमा चाहिँ अनुभव गरेरै बुझ्नु भएको छ, किनकि बुझाइलाई म छुट्टै मान्छु। एउटा चाहिँ जानेर बुझेको, अर्को चाहिँ बुझेर बुझेको, गरेर रियलाइज गरेर बुझेको चिजहरू। प्यारेन्ट्सहरूमा जहिले पनि एउटै चिन्ता छ, मेरो छोरा के गर्ने होला, कसरी राम्रो बनाउने होला, कसरी ठुलो बनाउने होला, कसरी डक्टर बनाउने होला, कसरी इन्जिनियर बनाउने होला। यो चिन्ता प्यारेन्ट्समा बढी छ, विद्यार्थीलाई त केही थाहै छैन। हजुर, प्यारेन्ट्समा बढी छ। के तपाईँको अनुभवले चाहिँ प्यारेन्ट्सहरू यो चिन्ताबाट मुक्त हुन सक्ने उनीहरूलाई केही गाइडलाइन केही छ तपाईँसँग आफ्नो रियलाइज गरेको चाहिँ प्रुभन खालको केही चिज? अब प्रुभन भन्दा पनि एउटा विचार हो होइन। मेरो विचारमा हाम्रो ओपिनियन, अब हाम्रो कारखानाको ओपिनियन भनेको चाहिँ
हाम्रो बुवाआमा जसरी हुर्किनु भयो त्यो बेलामा बुवाआमाहरूले शिक्षा भनेको त एउटा अपर्च्युनिटी थियो सबैको लागि। स्कुल जान पाउनु एउटा ठुलो कुरा थियो। तर अहिले आएर सबैजना जान्छन् होइन। अनि त्यो अनुसारले यति धेरै कुरा आएको छ, टेक्नोलोजी विकास भएको छ। पहिला इन्टरनेट, टिभी, एफएम यो केही पनि कुरा थिएन। अहिले आएर हाम्रो विद्यार्थीहरूले सिक्ने कुरा भनेको घर र स्कुल मात्र होइन, धेरै अरू पनि ठाउँ छ। टिभीबाट पनि धेरै कुरा सिक्छन्, इन्टरनेटबाट धेरै कुराहरू सिक्छन्। इन्भाइरोमेन्ट धेरै चेन्ज भएको छ पहिला। सो सबभन्दा पहिला त मैले प्यारेन्ट्सहरूले के बुझ्नुपर्छ जस्तो लाग्छ भनेदेखि उहाँहरू जुन अवस्थामा जुन समाजमा हुर्किनु भयो त्यो समाज चाहिँ धेरै परिवर्तन भएको छ अहिले। पहिला जस्तो छैन। अहिले बच्चाहरूले धेरै कुरा चाँडै बुझ्छन्, चाँडै देख्न पाउँछन्, चाँडै बुझ्न सक्छन्। अनि त्यो अनुसारले उहाँहरूले पनि अलिकति आफ्नो विचार चाहिँ चेन्ज गर्नुपर्छ र उहाँहरूलाई ठिक लागेको अनुभवहरू बच्चाहरूको लागि आफ्नो छोराछोरीको लागि पनि ठिकै हुन्छ भनेर सोच्न चाहिँ अलिकति अप्ठ्यारै हुन्छ जस्तो लाग्छ त्यसलाई। अब अहिलेको बालबालिकाले देख्ने संसार एकदमै फरक छ। प्यारेन्ट्सको कन्फ्युजन छ। प्यारेन्ट्सलाई के कन्फ्युजन भने प्यारेन्ट्स जुन परिवेशबाट हुर्कियो हजुर, उसले विश्वास गर्ने, उसले जे जानेको छ त्यही। हजुर, उसले जस्तो पृथ्वी गोलो छ अहिले हामीलाई थाहा छ हजुर। तर पृथ्वी च्याप्टो छ भनेर कति जेनेरेसनले त्यो सोचेरै आफ्नो जिन्दगी बिताएका थिए। भने त्यतिखेर पृथ्वी च्याप्टो छ भन्नेहरूलाई अहिले हामीले गलत देख्छौँ होला, त्यतिखेर गलत भन्न सक्दैन थियो कसैले पनि। त्यो बेलामा त पृथ्वी गोलो छ भन्ने मान्छेलाई जेले पनि हानिन्थ्यो होइन। भनेपछि अब उनीहरूले परिवर्तन कतातिर जाने त के सही हो उनीहरूलाई थाहा छैन। मैले भन्न खोजेको चाहिँ सो त्यही भएर झन् अहिले त विचार चाहिँ खुला राख्नुपर्छ जस्तो लाग्छ मलाई। त्यही भएर पनि यो कुरा चाहिँ सही नै छ अथवा यो कुरा चाहिँ गलतै छ भनेर सोच्नुभन्दा पनि यो कुरा चाहिँ चेन्ज हुनसक्छ है, यो कुरा चाहिँ परिवर्तन हुनसक्छ है भनेर त्यो खुला विचार राख्नु चाहिँ जरुरी छ जस्तो लाग्छ। यहाँले अब बच्चाहरूलाई अब्जर्भ गर्नुभएको छ नजिकबाट, बच्चाहरूलाई अब्जर्भ गर्दाखेरि पाउनुभएको कुरा प्यारेन्ट्सलाई जानकारी दिनुहोस् कि वास्तवमा बच्चाहरूले यो गर्दाखेरि यो गरेको है उनीहरूले भन्ने केही छ भनेदेखि यदि त्यस्तो एक दुईवटा टिप्स मात्रै। टिप्स भन्दा पनि मैले एउटा कुरा बुझेको अहिले अब नोइज जस्तो कुरा गरौँ न, यति धेरै नोइज छ लाइफमा। नोइज भनेको यहाँले मिडिया, टिभी, सोसल मिडिया इत्यादिको सबै। अब यसलाई नोइज भन्दा नोइज पनि टेक्निकल भाषा हो। हाम्रो सबै दर्शकलाई फेरि नोइजको अर्कै मिनिङ जाला भनेर मैले यहाँ भन्न खोजेको। नोइज भनेको इन्टरनेट, टिभी, मिडिया जति पनि हाम्रो एक्सपोजरबाट हामीले पाउँछौँ त्यो सबै। त्यसलाई नोइजभित्र चाहिने कुरा पनि छ, नचाहिने कुरा पनि छ होइन। सो बच्चाहरूले यो सबै कुरा पाइरहेको हुन्छन् विभिन्न स्रोतबाट, विभिन्न सोर्सबाट होइन। अनि यो सबै भइरहेको बेलामा चाहिँ बच्चाहरू आफै कन्फ्युज हुन्छन्, एकदमै डिस्ट्र्याक्टेड हुन्छन्। यो पनि गरौँ, त्यो पनि गरौँ, यो पनि सिक्न मन लाग्छ, त्यो पनि सिक्न मन लाग्छ, मेरो इन्ट्रेस्ट यो पनि छ भनेर एकदमै डिस्ट्र्याक्टेड हुन्छन्। र धेरै प्यारेन्ट्स पनि यो अहिले केही गर्दैन, पढ्दैन, त्यो फोकसै छैन भन्ने जस्तो कुराहरू गर्नुहुन्छ। त्यही भएर अहिलेको लागि चाहिँ मैले एउटा देखेको फर्स्टमा त बालबालिका नै त भयो नि। उनीहरू खेल्न खोज्छन्, अलिकति गल्ती गर्न खोज्छन्, सानो असफलता हुन्छ, रुन्छन्, कराउँछन्। त्यो बालबालिका त बालबालिकै भयो होइन। सुरुमा त त्यो बुझ्नु पर्यो कि सुरुमा ऊ खुसी हुनु पर्यो। यदि ऊ खुसी छैन भनेदेखि उसले आफू खुसी हुने बाटो आफूले खोज्न थाल्छ नि त। सो त्यसमा ऊ खुसी अब पढ्ने कुरामा जोडौँ, पढ्दाखेरि चाहिँ के कुराले खुसी हुन्छ त? पहिला यो यत्रो सबै नोइज अथवा यो इन्फर्मेसनहरू नहुँदाखेरि सुन्दाखेरि नै खुसी हुन्थ्यौँ हामी। हाम्रो बुवाआमा चाहिँ नयाँ कुरा सुन्दाखेरि नै खुसी हुनुहुन्थ्यो। अहिले त यति धेरै कुरा छ कि सुनेर मात्र खुसी हुन गाह्रो छ, हेरेर मात्र। सम्झाउनु भयो सुत्ने बेलामा कथा भन्ने प्रवृत्ति हाम्रो कल्चर गइसकेको छ। हजुर, अचेल भिडियो हेरिन्छ त्यही त त्यो सुन्ने कुरामा मैले सम्झेँ। हजुर, सुत्ने बेलामा कथा। हजुर, अब त्यही भएर अहिले अब प्यारेन्ट्सहरूले चाहिँ मेरो विचारमा बच्चाहरूलाई पढ्दाखेरि चाहिँ के कुरा चाहिँ मनपर्छ भनेर त्यो बुझ्नुपर्छ जस्तो लाग्छ। फर्स्टमा चाहिँ मैले यसलाई पढाएर पास गराएर राम्रो मार्क्स ल्याउनु भन्दा पनि मेरो बच्चा अथवा मेरो स्टुडेन्टहरू चाहिँ के कुरा गरेर चाहिँ खुसी हुन्छन् भनेर बुझ्नु चाहिँ फर्स्टमा जरुरी छ जस्तो लाग्छ। अथवा मेरो बच्चा अथवा मेरो स्टुडेन्ट क्लासभित्र छ, फिजिकल्ली छ, उसको जिउ यहीँ छ, उसको दिमाग यहाँभित्र छ कि छैन क्या, उसलाई चाहिँ मैले इङ्गेज गराउन सकेको छु कि छैन त। भनेपछि त यहाँले भने यस्तो गर्नुभयो भने त प्रत्येक विद्यार्थीलाई एउटा छुट्टै टिचर चाहियो, एउटा छुट्टै स्कुल चाहियो है, मैले बुझेको है। अब त्यति पनि नपर्ला, तर किनभने प्रत्येक विद्यार्थी युनिक हो। एकदमै प्रत्येक विद्यार्थीले डिफ्रेन्टली सिक्छ। हजुर, सिक्ने चाहना उसको फरक हुन्छ भनेपछि त उसलाई मासमा त जतिखेर पनि गाह्रो हुन्छ नि त। अब के गर्ने? होइन, तर मासमा सिक्न पनि त धेरै कुरा सिकिन्छ नि। विभिन्न तरिकाको मान्छेसँग कसरी इन्टरेक्ट गर्ने, मलाई नआएको कुरा अरूलाई आउँदो रहेछ। भिन्नतालाई
आदर गर्न सिकिन्छ क्या, डिफ्रेन्सेसलाई रेस्पेक्ट गर्न सिकिन्छ मेरो विचारमा एउटा ग्रुपमा बसेर गर्दाखेरि। र अघि नै हजुरले भन्नुभएको कुरा एकदम इन्ट्रेस्टिङ हो, म फेरि त्यसमा जोड्न चाहन्छु होइन। हजुरको कतिजना छोराछोरी? दुईजना। कति भिन्न छन् उनीहरू? भिन्न त होइन, त्यो 1 वर्ष पछाडि जन्मेको बच्चा अर्कोसँग भिन्न हुँदो रहेछ। मैले चाहिँ सामान्यतः 10 देखि 12 अथवा 15 वर्षसम्मको एउटा जेनेरेसन भनेर बुझिरहेको थिएँ। होइन रहेछ, अब त वर्षैपछिको जेनेरेसन चेन्ज भइसक्यो। अथवा जुम्ल्या नै भएको भए पनि फरक त पक्कै पनि पर्थ्यो। अब एउटै घरमा हुर्केको एउटै आमा बुवाको बच्चाहरू त दुईटा यति धेरै फरक हुन सक्छन् भनेदेखि क्लासमा त हामी 20-25 जनालाई राख्छौँ र सबैलाई एउटै कुरा सिकाउनुपर्छ अथवा सबैले एउटै कुरा सिक्नुपर्छ भनेर त ग्यारेन्टी लिन अथवा त्यस्तो कुरा गर्न त अलिकति गाह्रै हुन्छ जस्तो लाग्छ। त्यही भएर पनि अहिले यो मन्टेसरी अथवा सबै नयाँ आएको चाइल्ड सेन्ट्रिक एजुकेसन हुनु पर्यो, बच्चाहरूलाई चाहिँ फोकस गर्नु पर्यो पढाइमा भनेर यो सबै आइरहेको चेन्ज त्यही नै हो होइन। त्यो अवस्थामा हजुरले भन्नुभयो जस्तै फरक त दिनैपर्छ सकेसम्म होइन। तर यो पनि बुझ्नुपर्छ कि एकजना स्टुडेन्टलाई एकजना टिचर राख्न गाह्रै छ। तर त्यो भन्दैमा टिचरले एउटा स्टुडेन्टलाई बुझेर उसलाई चाहिने, उसलाई मनपर्ने अथवा उसलाई इन्ट्रेस्टिङ लाग्ने कुराहरू दिन नसक्ने त होइन। हुनु त यो अलिकति हाइपोथेटिकल जस्तो लाग्ला, तर सम्भव छ जस्तो लाग्छ मलाई। के भन्दाखेरि एउटा टिचर 20वटा टिचर हुनसक्छ है। एकदमै। उसको रोल प्ले ह्याटले चेन्ज गर्नु पर्यो। हजुर। कुनै विद्यार्थीसँग सेतो ह्याट लाएर कुरा गर्नु पर्यो, कुनैसँग निलो ह्याट लाएर कुरा गर्नु पर्यो। मतलब ह्याट भनेको उसको पर्सपेक्टिभ बुझेपछि, जस्तो हामी बच्चासँग कुरा गर्ने बित्तिकै ह्याट चेन्ज गर्छौँ। हजुर। तोते बोलीमै बोल्न खोज्छौँ होइन। अनि अर्को मान्छेसँग बोल्दाखेरि चाहिँ फेरि ह्याट चेन्ज गर्छौँ, अर्कै किसिमले बोल्न खोज्छौँ। भनेको मतलब के भन्दाखेरि एउटै मान्छेभित्र डिफ्रेन्ट पर्सनालिटी हुन्छ, डिफ्रेन्ट एबिलिटी हुन्छ, डिफ्रेन्टली एक्जिबिट गर्छ। भनेपछि टिचरले पनि 20वटा त्यही समयमा उसले चाहिँ सबैलाई एउटै समय दिँदाखेरिको बाहेक छुट्टै समय दिँदाखेरि उसले ह्याट चेन्ज गर्यो भने सायद सम्भव छ। अन्त त लागु हुँदैन, तपाईँको कारखानामा एकचोटि ट्राई गर्नु होला। अनि पक्कै पनि। र हामी कारखानामा के भन्छौँ भनेदेखि हामीलाई किन टिचिङ मनपर्छ, हामीलाई किन शिक्षक बन्न मनपर्छ भन्दाखेरि यही कुरा। आज म एस्ट्रोनोट बन्न सक्छु किनकि मैले एस्ट्रोनोमीको बारेमा पढाइरहेको छु, भोलि म साइन्टिस्ट बन्न सक्छु किनकि साइन्सको बारेमा पढाइरहेको छु, भोलि म जियोलोजिस्ट बन्न सक्छु किनकि मैले जियोलोजीको बारेमा पढाइरहेको छु। टिचर हुँदाखेरि त म जे पनि बन्न सक्ने रहेछु क्या, त्यो फ्रिडम छ होइन। त्यो सँगसँगै आउने रमाइलो पनि छ। त्यही भएर सबै पेसामा रमाइलो छ। यो चाहिँ सबैमा जहाँ जानुस् हजुर के अरे राम्रो काम गर्न रमाइलो छ, नराम्रो काम गर्नलाई फेरि नराम्रो काम गर्नेमा रमाइलो छ क्या। हजुरले भन्नुभयो नि सबैको पेसामा रमाइलो त पक्कै पनि छ। त्यसो भन्दाखेरि शिक्षा पेसालाई किन यति होला त? प्यारेन्ट्सको प्रब्लम। म चाहिँ अब यो सरकारको कुरा गर्दिनँ, स्कुलको कुरा गर्दिनँ, कन्सन्ट्रेट के मात्रै गर्छु भन्दाखेरि प्यारेन्ट्स नै सबैभन्दा बढी चिन्तित हो। हजुर। भनेपछि प्यारेन्ट्सले यसबाट उन्मुक्ति कसरी पाउने वा वे आउट के हुनसक्छ त, यसमा तपाईँको चाहिँ इनपुट चाहियो। पहिला त मलाई एउटा कुरा अहिले खुसी के लागिरहेछ नेपालमा भनेदेखि सबै विद्यालयहरू चाहिँ होइन अहिलेसम्म पढाएको पद्धतिभन्दा हामी केही भिन्न गर्नुपर्छ है। अब चाहिँ टाइम आइसकेको छ कि हामीले चेन्जलाई सुरु गर्नुपर्छ भनेर सोचमा आइसक्नु भएको छ। तर धेरै कतिपय अवस्थामा उहाँहरूलाई के गाह्रो परिदिन्छ भनेदेखि उहाँहरू चेन्ज त गर्न खोज्नुहुन्छ प्यारेन्ट्सको साइडबाट अथवा शिक्षकको साइडबाट, किनकि एजुकेसन अथवा शिक्षा भनेको त एउटा ठुलो सिस्टम हो। यो सिस्टममा प्यारेन्ट्स पनि हुनुहुन्छ, शिक्षकहरू पनि हुनुहुन्छ, स्कुल छ, हाम्रो प्रिन्सिपल सरहरू हुनुहुन्छ, सबैको कुरा मिलेर त शिक्षा भइरहेछ अहिले हाम्रो ट्रेडिसनल मेथडमा भन्नुपर्दाखेरि। एउटा कुरा मात्र चेन्ज भएर त्यो चेन्ज आउँदैन। विद्यालय मात्र अगाडि बढ्न खोजेर अथवा शिक्षक मात्र अगाडि बढ्न खोजेर अथवा प्यारेन्ट्सहरूले मात्रै चाहेर पनि हुँदैन, यो त सबै कुरा मिलेर आउनुपर्छ र त्यो चेन्ज आइ पनि रहेछ जस्तो लाग्छ। म एकदम होपफुल छ त्यो कुरामा होइन। त्यो भन्दै गर्दाखेरि चाहिँ प्यारेन्ट्सहरूले एउटा सजिलो बनाइदिन सक्ने कुरा चाहिँ अबको जमानामा सर्टिफिकेट र मार्क्समा चाहिँ नअल्झ्यौँ है। किनकि सर्टिफिकेट र मार्क्स भनेको त बच्चाहरूले पाएको शिक्षा कतिको राम्रो भयो त अथवा उनीहरूले कति कुरा सिके त भन्ने कुराको इन्डिकेटर हो नि त। त्यो आफैमा शिक्षा त होइन नि त। त्यो नम्बर, त्यो सर्टिफिकेट भनेको त त्यसलाई बुझाउनको लागि अथवा त्यसलाई बुझ्नको लागि सजिलोसित बनाइदिएको एउटा पद्धति हो होइन। हामी चाहिँ इन्डिकेटरमा यति धेरै फोकस्ड भयौँ कि आउटपुटै बिर्सिन थालेछौँ क्या। अनि मेरो विचारमा प्यारेन्ट्सहरूले चाहिँ आउटपुटमा फोकस गर्न थाल्नुपर्छ होइन। आउटपुटमा फोकस गरेपछि मार्क्स आउँछ अथवा सर्टिफिकेट पाइन्छ अथवा त्यो इम्पोर्टेन्ट छ कुनै पनि अवस्थामा होइन। तर त्यो सेकेन्डरी कुरा हो, त्यो आउँछ, त्यो रिजल्ट हो क्या। तर इफोर्ट चाहिँ कहाँ लाउनुपर्छ भनेदेखि बच्चाहरूले सिक्ने कुरामा। बच्चाहरू नयाँ आफ्नो जिन्दगीको लागि तयार भइरहेछन् कि छैनन् त, अथवा उनीहरूले त्यो मैले जिन्दगीभर सिक्नुपर्छ। एजुकेसन भनेको चाहिँ ब्याचलर गरेपछि मास्टर गरेपछि सकिने कुरा होइन, यो त जिन्दगीभर चल्ने कुरा हो।
मैले हरेक दिन प्यारेन्ट्सले बुझ्नुपर्छ। हरेक दिन अब भनौँ न मैले मेरो म इन्जिनियर हुँ होइन मेरो पढाइले, त्यसपछि म अहिले एन्टरप्रेन्योरसिपमा आएँ, त्यसपछि म अहिले टिचर हुँदैछु। मेरो लागि म हिजोभन्दा आज राम्रो हुनुपर्छ, म आजभन्दा भोलि राम्रो हुनुपर्छ। मेरो लागि शिक्षा त्यही हो, अथवा मेरो लागि सिकाइ त्यही हो। अनि आई थिङ्क यो कुरा जब बुझेर हामी अगाडि बढ्न थाल्छौँ, शिक्षामा परिवर्तन त्यसपछि आउँछ कि जस्तो लाग्छ मलाई। धन्यवाद। उहाँ हुनुहुन्थ्यो पवित्र गौतम, कारखानाका एक्जिक्युटिभ CEO। उहाँले पिस अफ एडभाइस प्यारेन्ट्सहरूलाई दिनुभयो कि असल मान्छे बन्न कोसिस गर्नुपर्छ हाम्रो बच्चाहरू, र असल मान्छे भन्दै सिक्नको लागि उनीहरूले जुन जाँगर देखाउँछन् त्यसलाई हामीले प्यारेन्ट्सहरूले रेस्पेक्ट गर्नुपर्छ र त्यहाँबाट हेर्नुपर्छ मार्क्समा मात्रै वा फर्स्टमा मात्रै, फर्स्ट डिभिजनमा मात्रै वा क्लास टपमा मात्रै हेर्नु हुँदैन भन्ने। यहाँलाई त्यसको लागि धेरै धेरै धन्यवाद, यति जानकारी दिनुभयो। दर्शकवृन्द, यो कार्यक्रम आजलाई यहीँ सकिन्छ। नमस्कार।